वेलकम टु माई युट्युब च्यानल मामु छोरा ब्लगमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ हामी साथीहरूसँग माथितिर हावा खान गइरहेका छौँ। घुम्नेहरू चाहिँ यी सबैजना घुम्न आउनेहरू चाहिँ यहाँ अलस तलस बसिरहेछन् गाइजहरू। किन गाला छोप्नु भएको के? किन अल्छी लागेको? आउँदा पो जागर चलेको, अहिले चाहिँ किन नचलेको त? बाबु के गर्नु भएको? दुईजनालाई चाहिँ छोरा र छोरीले वाकै दिकै लाएर थकित भएर बसिरहेको भएको छ। दुईजना चाहिँ कुद्याइ अब ढुङ अब लड्यो। आहा कराउँदा कराउँदा वाकै लाउने भयो आमाहरूलाई त। अब के त्यो भित्र कुकुर पसेको छ कि नै गएर सुते के हो? के आएछ? हामी चाहिँ आज माथि मन्दिरमा आएको घुम्न, तर मन्दिरको नामै पो थाहा भएन र के। यस्तो दामी डाँडाहरू छ कि यतातिर, घुम्नलाई आउनु है साथीहरू। कति प्रार्थना गरेको पुन्टुले चाहिँ, कति प्रार्थना गरेको? खै नमस्ते गर त। प्रार्थना गरिसकेको हो? सेल्फी हानौँ है, सेल्फी अलिक मजाले मिलाएर। बहिनी चाहिँ किन एक्लै बसिराख्नु भएको त्यहाँ नि? ग्रुपमा आउनु पर्दैन यता, ग्रुपमा आएर बस्नु न त्यहाँ। बल्ल जाँगर चलेछ हाम्रो दिदीलाई। अब किन जाने? कहाँ चटपटे खान चाहिँ जाने? फेरि पसल चाहिँ कहाँ छ र? यता हेर्नु न हौ, यता हेर्नु। के साह्रो उता फर्किनु भएको? हेरेर दुई चार शब्द राखिदिनु न दिदी। त्यही त भने, लु त बोलौँ त। आदरणीय महानुभाव अरू के पो भन्ने, सबै उता मात्र फर्किन्छन्, यता चाहिँ फर्किने कोही होइन हो। उहिले चाहिँ यसरी बोकेर हिँड्थे है। अब चाहिँ हिँड्यो है साथीहरू हामी। अब चाहिँ हावा खानुले अगाइयो। कुदेकै गर्ने त, बस्नु न। कोठाभित्र बस्दा नहुने, टाउकै दुख्ने, खुट्टा पनि अब खुट्टा दुख्ने।